लाइफको फर्स्ट टाइम नमिठो के अरे स्क्याम खाइयो। टिकटकमा त्यसले पहिल्यैबाट त्यस्तो रिङ गर्दो रहेछ कि, अनि म चाहिँ नमिठोसँग फसेँ, जिल्लामा आएको हम। सो हे गाइज, ब्याक टु माई न्यू ब्लग। फेरि पनि स्वागत छ तपाईँलाई अर्को भिडियोमा। अनि आज चाहिँ नयाँ भिडियोको साथमा आएको छु। अनि तपाईँले चाहिँ थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नुभयो होला भिडियो के को लागि छ भनेर। भिडियो चाहिँ आज ब्लग चाहिँ छैन, बस थम्बनेल र टाइटल हेरेर त थाहा पाइसक्नुभयो होला मैले के को लागि भिडियो बनाउँदैछु भनेर। अनि सो त्यही हो टपिकमा कुरोमा, मेन टपिकमा। अनि मलाई चाहिँ एउटा के अरे अनलाइनबाट मिठो स्क्याम भएको छ। अनि जहाँ चाहिँ कति भन्दाखेरि मैले कहिले अर्डर गरेको थिएँ भने त्यो 11 नोभेम्बरको कुरा हो त्यो चाहिँ। अनि मैले चाहिँ कुरा के हो भने मैले चाहिँ के अरे एउटा गोप्रो किन्ने भनेर एउटा अनलाइनमा होइन टिकटकबाट हेरेर अर्डर गरेको थिएँ। हिरो 12 ब्ल्याक अनि विथ फुल किट भनेर के अरे अर्डर गरेको थिएँ। त्यो चाहिँ म यता साइडमा पनि राखिदिनेछु। अनि त्यो कुराहरू चाहिँ सबै मैले त्यसको डिटेल चाहिँ है मैले चाहिँ कुनै नि के त्यसको प्राइभेसी होस् यताउता भयो केही होस् भनेर म के लुकाउँदैन। त्यसको जे छ मसँग प्रुफ मैले चाहिँ त्यो सब हालिदिन्छु। त्यसको चाहिँ यहाँ युट्युबमा यहाँ यतापट्टि साइडमा राखिदिन्छु अहिले पछि म। अनि 11 नोभेम्बरको कुरा हो। गोप्रो चाहिँ अनि मैले किन्ने भनेको चाहिँ 1 महिना अगाडि नै किन्ने भनेर सोचेर बसिरहेको थिएँ गोप्रो चाहिँ खास गरी। अनि किन्छु भने चाहिँ यता खोज्दा नि पाएको थिएन, उता खोज्दा पनि पाएको थिएन गोप्रो चाहिँ। अनि धेरै खोजेँ, इन्डियातिर पनि मामालाई नि भने, तर अलि त्यहाँबाट झ्याउ हुने भयो भनेर अलि के अरे त्यो खोज्दा पाएको थिएन भनौँ न खास गरी। गोप्रो चाहिँ किन्दिनँ भनेर के अरे सोचेर बसेको थिएँ। अनि फेरि के भयो भने अनि टक्क के अरे केटाहरू चाहिँ हामी चाहिँ मानुकोट जानु लागेको छौँ नि त, तपाईँहरू भ्लगमा पनि थाहा पाइसक्नु भयो होला। अनि आइस दोस्तको बर्थडे आएको भएर अनि मानुकोट नि जानु लागेको छ। म त्यो बेलामा चाहिँ अनि के अरे गोप्रो चाहिएला कि के अरे स्टोरेज गर्नलाई अलि भिडियोहरू जहिले पनि मेरो स्टोरेज पुग्दैन। अनि अलि राम्रै दिउँ न के अरे हाल्दा अलि राम्रै क्वालिटीको अलि के अरे लामो तरिकाले अलि राम्रोसँग भ्लग बनाएर दिउँ न भन्ने त के अरे सोचिरहेको थिएँ मैले चाहिँ। अनि त्यो सोचिरहेको थिएँ। अनि त्यसपछि के अरे किन्छु नै भन्ने थियो कि। अनि पछि ट्याक्क अनि टिकटकमा एउटा भिडियो देखेँ। अनि त्यसपछि भिडियो देखेँ गोप्रो हिरो 12 त्यो म यहाँ फोटो नै हालिदिन्छु अनि यो यतिमा भनेर अनि देखायो। अनि त्यसले अनि मैले त होला नि त। फेरि त्यो बेलामा फेरि के भयो भने मैले चाहिँ राम्रोसँग आइडी पनि चेक गरेन कि, किनकि मैले बाइकको सामानहरू पनि मगाएको थिएँ। फग लाइटहरू हालेको देख्नुभयो होला योभन्दा अगाडिको भ्लगमा। फग लाइटहरू पनि मगाएको थिएँ। त्यो लाइट के अरे मगाएको थिएँ अनलाइनबाट 2-3टा सामानहरू मगाएको थिएँ। त्यो बेलामा अनि मैले सबैलाई फ्याट पैसा हालिदिइरहेको थिएँ कि, फ्याट पैसा हालिदिइरहेको थिएँ। अनि ट्याक्क त्यसलाई नि त्यसपछि हालिदिएँ मैले त्यही 11 नोभेम्बरको कुरा। अनि बेलुकातिर त्यसलाई म्यासेज गरेँ अनि छ भने। अनि त्यसपछि इलामबाट हो। अनि त्यसको यहाँ प्रोफाइल देख्न सक्नुहुन्छ तपाईँले त्यो टिकटकमा इलामबाट हो। आउन टाइम लाग्छ के अरे पैसा हालिदिनु, फ्राइडेसम्म चाहिँ आउँछ। किनकि मैले के अरे धेरै सामानहरू माग्दाखेरि चाहिँ के अरे सिओडी गर्दिनँ कि मैले चाहिँ कहिले पनि क्यास अन डेलिभरी चाहिँ कहिले पनि गर्दिनँ मैले। अनि त्यो पनि के अरे क्यास अन डेलिभरी नगरिकन पैसा फ्याट्टै हालिदिएँ मैले। यो के अरे मेरो यो मोबाइल के अरे मैले अनलाइनबाटै मगाएको त्यो बेलामा मैले फुल क्यासै हालिदिएर मगाएको। मलाई चाहिँ होला नि त ट्रस्ट हुन्छ नि त एउटा के अरे अब हामी जस्तै त होला भनेर ट्रस्ट गरिन्छ। अनि अब हामी जस्तै हुन्न नि, तर कोही त अब खाने खोज्ने हुँदो रहेछ। मैले फर्स्ट टाइम पऱ्यो त्यो भनेर मगाएँ। अनि मगाएपछि अनि त्यसले चाहिँ के अरे त्यसको क्युआर चाहिँ यो हो। अनि त्यसलाई अनि मैले सुरुमा बेलुका चाहिँ 12,000 हालिदिएँ। अनि त्यसपछि मसँग के अरे अनलाइन थिन त थियो, तर मैले के अरे पहिले झिकिसकेको थिएँ कि मलाई चाहिन्छ भनेर क्यास झिकिसकेको थिएँ। अनि 12,000 चाहिँ मसँग अनलाइनमा थियो। अनि मैले अनलाइनबाट त्यो हालिदिएँ। अनि त्यसपछि 12K त्यो हालिदिएँ मेरो पैसा। अनि स्टेटमेन्ट देख्न सक्नुहुन्छ मैले हालिदिएको। अनि त्यस फेरि आइस दोस्तकोबाट चाहिँ मैले मसँग क्यास थियो, उसलाई के अरे म क्यास दिन्छु 8,000 हालिदियो भनेर उसले नै हालिदियो। त्यसपछि फेरि उसकोबाट अनि 3,000 हालिदिएँ मैले। अनि फेरि 3,000 हालेर 23,000 गरेर मैले पठाइदिएँ। अनि त्यसको भोलिपल्टसम्म नै अनि के अरे राम्रैसँग बोलिरहेको थियो मसँग त्यो। हो सर तपाईँको के अरे अझ मलाई के भनेको थियो भने त्यसले पैसा खानलाई के अरे 8,000 आएको छैन, तपाईँको होल्डमा बसेको छ, पेन्डिङमा बसेको छ, हालिदिनु यताउता हेर्नु भनेर अझै झुलायो कि त्यसले। म त होला नि त त्यो के अरे कहिले त होल्डमा हुन्छ नि त धेरै क्या। अब उनीहरूको अब उतापट्टि धेरै के अरे त्यो सामान बेच्दै अनलाइन आएको होला अनि रोक्यो होला, होल्ड भयो होला। अनि सोचेँ मैले त। अनि सोचेर अनि के अरे होला भनेर अझै मैले ब्याङ्कमा फोन गर्न पठाएँ आइस दोस्तलाई। अनि के अरे फोन गऱ्यो, सोध्यो, लास्टमा के अरे ब्याङ्कबाट नि सबै ट्रान्सफर राम्रैसँग भएको हो भन्यो।
अनि त्यसपछि अनि मैले यताबाट तर मैले हाल्दिनँ त्यो 8,000 यताउता गऱ्यो। अनि त्यसपछि त्यसलाई नि भने तपाईँकै उता होल्ड भएको छ भने उताकै एकाउन्ट चेक गर्नु, हाम्रो यताबाट चाहिँ गइसक्यो भन्दै मैले चाहिँ। अनि उसले उताबाट अझै पैसा खानालाई आएन, फेरि पैसा हालिदिने यताउता भनिरहेको थियो कि। अनि त्यो भनिरहेको थियो, मैले चाहिँ हाल्दिनँ त्यो पैसा त्यसलाई। अनि पछि ट्याक्क त्यो लाइट हाल्ने दिन छ नि, त्यो के अरे योभन्दा अगाडिको भ्लगमा त्यो मैले फग लाइटहरू हाल्न गएको नि हो, त्यो ठ्याक्क त्यो दिन त्यहाँ के अरे भ्लग बनाएँ मैले। त्यो दिन भ्लग बनाएँ। अनि त्यसपछि के अरे एकछिन पार्टनरले त्यो लाइट साइट हाल्दै थियो, हाल्दै गर्दा अहिले चाहिँ हालेपछि भ्याएपछि म भ्लग गर्छु अनि सोच्दै यसो टिकटकहरू स्क्रोल गर्दैछु, ट्याक्कै एउटा यो पेजबाट चाहिँ के अरे यो स्क्यामर हो यो आइडी भनेर आयो। त्यसपछि त सातो गयो। अनि सातो गयो। त्यसपछि यसो हेरेँ, आइडी चेक गरेँ। अनि त्यसलाई मैले त्यो भिडियो पठाइदिएँ। अनि पठाएर अनि के भन्यो भने मैले के अरे मैले कि त मैले पठाएको सामान आउनु पऱ्यो, मैले के अरे पठाएको पैसा फिर्ता मलाई पुर्याउनु पऱ्यो, कि त के अरे म गोप्रो आउनु पऱ्यो, भोलि फ्राइडेसम्म आएन भने चाहिँ मैले केस हाल्छु भने त्यसलाई। अनि त्यसपछि त्यसले मलाई त ब्लक हान्थ्यो सबबाट। टिकटकमा नि ब्लक छ, अनि वाट्सएपमा 3टा नम्बर छ त्यसको, यो नम्बर हो है त्यसको चाहिँ, त्यो यो नम्बर हो। यो नम्बरमा सबले तपाईँले त्यसलाई कल हानेर मुखसुख छाड्दै बगाएर केही हुनु, त्यो खातेहरूलाई त त्यस्तै हो, त्यो केही गरिदिने मतलब हुन्न तिनीहरूलाई चाहिँ, जे गरिदिनुहुन्छ आइडी साइडी अब रिपोर्ट हानिने, अब त्यसको केही हुन्न। टिकटकमा त्यसले पहिल्यैबाट त्यस्तो रिन गर्दो रहेछ क्या। अनि म चाहिँ नमिठोसँग फसेँ। त्यसको क्युआर चाहिँ यो के खास गरी यो हो क्युआर, अनि खास गरी यो थियो होइन, फुल चाहिँ यो थियो 23,000मा भनेर हालेको थियो। अनि त्यसो मैले हालिदिएको यो भयो। मैले यहाँ नि स्क्रिनमा पनि राखिदिन्छु, त्यहाँ देखाएको। त्यसको आइडी चाहिँ यो मोबाइल हब भनेर यो छ। अनि यो नम्बर, अनि त्यसपछि यो ट्रान्जेक्सन 8,000को भयो, अनि यो 3,000को भयो। अनि यो आइस दोषको सब यो नम्बर हो। अर्को नम्बर चाहिँ त्यसलाई मैले म्यासेजहरू कति गरेको थिएँ, त्यसले अहिले पनि गाइज यो नम्बरहरूमा कल गर्नु, वाट्सएप गर्नु, त्यसले अझै नै रिप्लाई दिन्छ कि तपाईँहरूको। मैले साथीहरूकोबाट केटाहरूकोबाट ट्राई गरेको, अझै नै रिप्लाई दिइरहेको कि त्यसले। सो त्यही हो गाइज, मेरो चाहिँ 23,000 खाइदिएको त्यसले। मैले चाहिँ केस नै हालिसकेको छु, पुलिस केस नै हालिसकेको छु आज गएर। अहिले म यहाँनिर राखिदिन्छु भिडियो नि, सानो क्लिप राखिदिन्छु, देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले यसो जिल्लामा आएको हम दर्ता सर्ता गर्नलाई, त्यसको सबै डिटेल लिएर भाइ आयो। अब यो लिएर अनि जानुपर्छ। मैले पुरै के अरे केस चाहिँ हाल्न गएको थिएँ बिहान। अनि त्यो फाइलहरू सबै देखाएको छु तपाईँहरूलाई, यहाँ सानो क्लिप नै राखिदिन्छु मैले त्यो। अनि त्यही हो, अनलाइनबाट नमिठो ठगी भयो, घरमा चाहिँ थाहा छैन। मम्बाले चाहिँ कहिले आउँछ तेरो क्यामेरा भनेर सोधिरहनु भएको। छोराको क्यामेरा चाहिँ खाइदिइसक्यो। सो त्यही भएर तपाईँहरूले नि अनलाइनबाट यदि सामानहरू मगाउँदै हुँदैछ भने चाहिँ सिओडी गर्नु होला, क्यास अन डेलिभरी गर्नु होला है। मैले चाहिँ पहिला कसैको नि क्यास अन डेलिभरी गर्थेँ। मैले के अरे देख्नुभयो होला तपाईँहरूले, के अरे मैले 6 प्लेट ल्याएको छु, अनि सामानहरू कति ल्याइरहेको हुन्छु नि त अनलाइनहरू, कपडाहरू यताउता ल्याउँदा मैले सुरुमै क्यास हालिदिन्छु क्या। किनकि फेरि त्यो 23,000 भनेको नट अ स्मल एमाउन्ट के, किनकि 5-6 हजार भएको भए मैले छोडिदिन्थेँ कि, बरु आम्मा छोडिदिन्थेँ मैले। किनकि 5-6 हजार भएको भए त मलाई पकेट खर्च नै आउँथ्यो, त्यो मैले मिलाउन सक्थेँ नि त। 23,000 भन्ने कुरो त कहाँबाट आउनु न, कहाँबाट घरमा थपक्क बस्ने मान्छेलाई त आउनु न। यदि तपाईँहरूलाई नि केही थाहा भने, हुन त अब स्क्याम भइसक्यो, पाउन त पाउँदैन। मैले आश नै मारिसकेँ मार्न त 23,000को, अनि आश नै मारिसकेँ। त्यही नि के अरे यताउताबाट 50-50 चान्स छ भनिरहनु भएको थियो, मैले यताउताबाट बुझेको थिएँ। अनि त्यो गर्दा नि केटा आउला कि भनेर मैले चाहिँ हालिदिएको हो, केटाहरूले हालौँ भनेर हालिदिएँ, आश त छैन आउँछ भनेर। सो त्यही हो, नमिठो स्क्याम खाइयो योपालि चाहिँ। अनि अब यो पछि चाहिँ मानुकोट गएको भ्लग आउँछ गाइस, त्यसमा नै अब मोबाइलबाटै हुन्छ। अब गोप्रो अब सबै त्यस्तै भयो, गोप्रो योपालिलाई नमस्ते भइसकेको छ। सो त्यही हो गाइस, लाइफको फर्स्ट टाइम नमिठो के अरे स्क्याम खाइयो। सो त्यही हो, भिडियो चाहिँ अब मानुकोट गएको आउँछ। अनि यस्तो सानोतिनो कुरा भनेको आउँदै गर्छ, भिडियोहरू नै के अरे आउँदै गर्छ, रोकिनेवाला चाहिँ छैन। थ्याङ्क्स फर वाचिङ।